एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। अहिले सबैजना सन्चो हुनुहुन्छ होला र म पनि सन्चै छु होइन। सो यति बेला चाहिँ म हस्पिटल छु किनभने मेरो बुढा बिरामी हुनुभएको छ नि त। मेरो बुढा बिरामी भएको 3-4 दिन हुनलाई लगेको। सो हामी चाहिँ पोखरा गएको थियौँ अनि पोखरा गएर चाहिँ हिजो बेलुका मात्र आएको। त्यसपछि सलेनहरू सुईहरू लगाउन पर्छ भनेर हामी चाहिँ भरदेखि आएर नि यहाँ सुईहरू लगाउन लागेको छ। यति बेला चाहिँ सलेन लगाएर राखेको छ मेरो बुढाले। बुढा गाह्रो भयो त सानो छ कि हिजो अस्ति चाहिँ कति ठुला लगाइदिएको थिएँ। सुई पनि त्यस्तै। कसो फोन आयो? बिरामी भएर डाक्टरले मुख बार्न भनेको कुरा नै नपाएन। मेरो बुढा जस्तो को छ? तपाईँहरूको बुढा पनि छ भने भन्नुहोस् है गाईहरू। भूत जस्तो हुनुभयो है तपाईँ त। काम के छ? काम छैन। रक्सी नखाने मान्छेले रक्सी धेरै खानुहुन्छ भनेर सोध्छ नि त। ओइ त्यस्तै गर्नुहुन्छ कि तपाईँले जहिले पनि? गएर बिहानदेखि केही नखाएको मान्छेले सिधै भोलि बिहान खाएको। गाह्रो छ। अङ्कल पानी पनि खानु नदिएको। यहाँ हस्पिटलको छेउमा हल्ला गरेर यहाँ भित्रको मान्छेहरूलाई त हुन्छ होला नि सोच्दैन यस्तो पैसा हालेसक्नु भएन ल हानी। म त चटपटेर पानी पनि खाएँ। मलाई भर्खर तपाईँलाई त हो नि। कति गाह्रो भयो होला 2 हातमा गोप्दिएर। यहाँबाट एउटा लगेर गएको हो उताको हातमा नि होइन बुढो। त्यो हातमा नि लगाइदिएर गएको थियो नि। अनि यहाँबाट लगेर गएपछि म पोखरा गएर हामी चाहिँ सारा हस्पिटलमा गएको थियौँ क्या। बागलुङ बस पार्कको अनि छेउमा रहेछ त हस्पिटल। अनि त्यसपछि बाट हामी बेलुका कति बजे पुगेको थियौँ? 8 बजे पुगेको थियौँ होला होइन? 8:30 बजे पुगेको थियौँ। अनि त्यसपछि उहाँ गएर सिधै इमर्जेन्सीमा लग्यो। इमर्जेन्सीमा लगेर यताउति गऱ्यो अनि भर्ना गर्नुपर्छ भनेर भर्ना गऱ्यौँ क्या। अनि केही खाना दिएन। अपरेसन पर्छ होला भनेर लास्टमा एपेन्डिक्स नै भएको होइन छ यत्तिकै एपेन्डिक्स भयो भनेर। त्यसपछि यताको हातबाट नि रगत छुटेछ उताको हातबाट नि रगत छुटेछ। अनि त्यसपछि त्यहाँ चाहिँ भर्खर सिक्लाई गर्न आएको नर्सहरू हुनुहुँदो रहेछ क्या। त्यो नजानेर हो कि किन हो त्यो सुई त
उन्डेको अनि के त्यो पाखुरामा त अनि त्यस्तै त कति गाह्रो भयो होला नि त अनि आफूहरूलाई नि त्यस्तै उन्डेर बाधा कस्तो पर्थ्यो होला नि त्यसपछि यता भएन त्यो हातबाट सुई लगाएको यताको हातबाट चाहिँ सलेन लगाएको गरेर अनि भयो त्यसपछि भोलि बिहान चाहिँ डक्टर आउनुभयो डक्टर आएपछि एक्सरेहरू गरेँ त्यसपछि त के भन्छ त एपेन्डिक्स भयो होइन अनि त्यही अलिअलि समस्या देखिएको भनेर भन्दै त्यसपछि हामी चाहिँ अपरेसन गर्नु पर्दैन भनेर मलाई चाहिँ खुसी चाहिँ को भयो होला होइन भन्छ न मान्छेहरू अपरेसन गर्नुपर्छ यति गाह्रो भयो होइन त्यो बिहान बेलुका 1 बजेदेखि गाह्रो भएको हो त्यसपछि बिहान सिधै 6:30 बजेतिर लिएर आएको नि त अनि मैले चाहिँ बेलुका उठाउनु भएको थियो सो म सबै थाहा पाएको थिएँ क्या तपाईँले उठाउनु भएर होइन अनि त्यसपछि त म त झन् पछि त निदाइछु अनि बिचमा नि त म उठेको थिएँ नि त नउठेको भए पो अनि यस्तो गाह्रो भएको 1 बजेबाट सुतेको होइन क्या मान्छे अनि त्यसपछि त्यो बिहान 6 बजे चाहिँ लिएर आएँ गाडी बोलाएर लिएर आएँ अनि त्यसपछि मैले लिएर आएँ मम्मी चाहिँ अब त्यहाँ घरमै अब काम गर्नु पऱ्यो नि त त्यो पसलहरू छ अब पसल दिन हेर्नु पऱ्यो अनि मम्मी चाहिँ वहीँ बस्नुभयो अनि सिधै 10-11 बजेतिर मम्मीले खानाहरू लिएर आउनुभयो अनि हामी त खाएर हिँडेको हो कि अब त मैले भिडियो बनाएन कि किनभने त्यस्तो गाह्रो भएको थियो नि अनि त्यति बेला नि के भिडियो बनाउन होइन र उता बुढालाई सम्हाल्ने के अनि मैले चाहिँ भिडियो बनाएन कस्तो गाह्रो भयो थियो म आफैलाई गाह्रो भयो थियो म बिरामी हुँदाखेरि यस्तो त रातभरि म बिरामी हुँदा चाहिँ यही बेडमा हो कि म बसेको यही बेडमा होइन मेरो बुढा चाहिँ त्यो बेडमा सुत्नु भएको हो कि बेलुका चाहिँ सुतेको नि होइन कि राति के छैन मात्रै हो कि यस्तो निदाउन खोज्नुहुन्छ त्यसपछिबाट फेरि नर्सहरू आएर अब त्यो गर्नु पऱ्यो नि त्यही भएर अनि 8 बजे पुगेको थियौँ अनि एक्सरे त गरेनौँ गएर यताउति गर्दा 9 बजे थियो अनि 9 बजेर नि खाना केही हुन्न भनेको थियो मेरो बुढालाई अनि त्यसपछि खाना केही नहुने भएपछि अब के गर्नु होइन जबरजस्ती खाना दिएर नि भएन अनि खाना नि मलाई नि खानै मन लागेन कि एक्लै भएर अनि पछाडि झोलिलो अनि झोलहरू अनि जुसहरू चाहिँ खानुहुन्छ भने जुस पनि अब त्यो प्याकेटको जुस खान पाइन्न अनि प्याकेटको जुस खान पाइन्न भने अब अरू ताजा जुस खोज्न चाहिँ म कहाँ जानु के त्यतिर आएको थिएँ त्यही पनि 10 बजे त सबै बन्द हुँदो रहेछ अनि 10 बजे चाहिँ सबै बन्द हुँदो रहेछ पछि म गर्थेँ अनि गेट सेट सबै बन्द भएको थियो कि हस्पिटलको पनि अनि मैले चाहिँ त्यहाँ गार्डलाई सोधेको पसल त बन्द हुन्छ त्यति बेलाको सबै अब तपाईँहरू पनि ढिला नै आउनुभयो होला परे भन्दै त्यसपछि छोडिदिनु भोलि बिहान खानु पर्ला भनेर गएर चाहिँ अनि अझै त्यो सलेन चलाएको यस्तो गाह्रो भएको थियो पछि बेलुका त किन गाह्रो भएन म चाहिँ मजाले सुत्नु भएको थियो म पनि सुतेको त त्यसपछि चाहिँ हामी बिहान चाहिँ सबै त्यो गरेर अनि 10-11 बजे थियो होला हामी हस्पिटलबाट डिस्चार्ज भयौँ कि अब अपरेसन गर्नु नपर्ने भएपछि त किन बस्नु होइन अनि त्यही सलेन र सुई पनि लगाउँछ अनि त्यही भएर त्यो गरेर आयौँ अनि हामी चाहिँ त्यस्तो 10-11 बजे थियो होला कि लगभग त्यसपछि चाहिँ म ड्याडीको रुममा गएर हामी चाहिँ खानाहरू खायौँ त्यसपछि वहाँबाट हिँड्दा चाहिँ साह्रै घट्यो होइन वहाँ गएर तपाईँ एकछिन रेस्ट गर्नुभयो
अनि त्यसपछि ठ्याक्क पोखराबाट हिँड्ने बेला चाहिँ 2 बजे थियो। हिजो घरमा आउने बेला चाहिँ 9 बजी सकेको थियो कि अनि हिजो पनि सलेन लगाउन थियो। कस्तो गरेर बस्नु भएर हामीले लगाएन। बाटोमा आउने बेला नि गाह्रो भयो कि भमिट भएर होइन, गाडी लाग्छ नि त मलाई। अनि अब जहाँ जाँदा नि बाइकमा जानु बानी परेको, त्यो गाडीमा जान यति गाह्रो भयो। जाने बेला नि त्यस्तै उल्टी गर्दै गएको, आउने बेला नि त्यस्तै भयो होइन। अनि आइसकेपछि अनि आएर मैले खाना नै नखाएर त्यस्तै सुतेको। कति बेला घर पुगौँ र नि सुतौँ जस्तो भएको थियो कि, किनभने अस्ति बेलुका म खासै त्यस्तै सुतेन कि। यस्तो अब त्यस्तो सानो बेडमा होइन र अब आफ्नो बेडमा सुते जस्तो त नहुने। अनि अझ हस्पिटलमा सुत्नु चाहिँ लास्ट गाह्रो हुँदो रहेछ। म त फर्स्ट टाइम हो बिरामी कुरेर नै हस्पिटल बसेको भन्ने नि। अनि अब सलिन पनि सक्यो, हामी चाहिँ अब जान्छौँ होइन। पिङ पनि बहिनीको एडमिटले यत्तिकै लगाएको थिएँ कि यो। अनि यो मैले लगाएको थिएँ अनि ठ्याक्क गाडी नै आइहाल्यो। अरे गाडीमा बसेको त लामा त सिधै हेम्जाएर सम्झेको, यसरी छान्छु भन्दा त हेयरपिन छ गरे हेयरपिन त म त बिर्सेको। ल अनि बहिनीलाई लैजाउँ भन्नुहुन्थ्यो क्या मेरो बहिनी चाहिँ। नि अब भोलिबाट इक्जाम छ नि त बहिनीहरूको, त्यसपछि लिएर आएन। बुढाले चाहिँ आफै लिन जानुहुन्छ 21-22 गतितिर बहिनीलाई। यसो दिदीहरू सबै दुःखी भएको थियो कि आज बसेन भनेर। पहिले हामी बिरामी भएर जाँदाखेरि, म बिरामी भएर जाँदाखेरि नै अर्कोचोटि आउँदाखेरि बस्छौँ भनेको थियौँ नि त। अनि त्यसपछि बसेनौँ नि त, हामी एकछिन मात्र बसेर आयौँ। अनि त्यही भएर दिदीहरू पनि दुःखी भएको थियो क्या। अनि अब अर्कोचोटि आएर बस्छौँ भनेर हामी आएको। हस्पिटलबाट निस्किसक्यौँ। यो आरोग्य हस्पिटल हो कि यहाँ, यो चाहिँ यहाँ राम्रै हुन्छ भन्छन्। मेरो बोटोको कपडा हेर्नुहोस् न गाइस, कपडा फेर्नु भन्दा नि नमानेर पनि यस्तो क्यार यस्तो पिम्पल त्यो सबै आएर आजभोलि के भएको होला। हामी चाहिँ निस्किसक्यौँ कि गाइजहरू हस्पिटलबाट। यो मान्छेले चाहिँ पानी फ्री खाने ल यही खाऊ। यस्तो नगर्नु न, यस्तो हो कि तपाईँ त। दारी कस्तो यस्तो नहाल। मैले गराएको त्यस्तो राम्रो म एक्लो मान्छे हेर, बुढीले नि मलाई साथ छोडेर हिँडेको कि गाइजहरू, थाहा तपाईँहरूलाई। किन हो कि कुरा नमान्ने, म त छक्क पर्छ कि तपाईँले देखेर। म त मम्मीले यहाँ भिडियो हेरिहाल्नुहुन्छ अनि म भनिहाल्छु त होइन। मम्मी यहाँ डक्टरले के भन्नुहुन्छ थाहा। सो गाइस हामीले चाहिँ भएर ती सामान किनेको, त्यसपछि यत्तिकै बसेको हामी दुईजना। मेरो बुढा चाहिँ हुनुहुन्छ, गाडीलाई कोडेछ भने चाहिँ आज गाडीमा आएको, बाइक चलाउन नमिलेर। अनि अब घर जाने हो सायद, पानी आउन लाग्यो। म जाउँ बुढो हजुर हाम्रो गाडी पनि आयो। अब हामी नै जान्छौँ, पानी आउन लाग्यो साथीहरू। बुढा होइन न, दारी आएर कालै हुनु
आउँछ मेरो भएर कसको त्यो टल्केर म त के भयो त बिरामी भएपछि यस्तै त हुन्छ नि सो गाइस हामी त घर आइसक्यौँ गाडीमा गयो मेरो बुढा रिसाएर यहाँ हेर्नु बम पर्नु भएको गाइसहरू बोल्ने होइन है त्यस्तो बोल्ने होइन के गर्छ प्लाक तिमीलाई जाने गिद्ध भन्दा र के लिद्ध भन्दा चापी यहाँ हाल्नुपर्छ खरे हामी घर आइसक्यौँ त्यहाँबाट हिँड्दा आउनुपर्छ सो गाइज हामीले चाहिँ खानाहरू खाएर नि बस्यौँ अब सुत्ने हो साथीहरू मैले चाहिँ मेरो बुढालाई औषधि दिन्छु खान्न भनेको खाएको औषधि खुवाएको खाइ बुढीले खान त पर्यो नि आफू निको हुन्छ भने त खानु त पर्यो निको भइसकेको छ त्यही पनि यस्तो केयर गर्ने बुढी त मैले खोजेर नि पाउनु है गाइस मकै पारिदिएको फेरि त्यो सितामल रहेछ त्यो खाने हुन्छ नखाने हुन्छ त्यो पर्दैन कि मैले खोलिसकेँ लाउनु सिटामल होइन नि त तिनवटा मात्र छ खाने औषधि अनि एउटा खाली पेट खानु छ नि त यो बिहान मात्र खाली पेट खाने हो बेलुका टुवेल जाने 8 बजे फेरि भोलि बिहान नि हामी एउटा सलन पानी गर्न जानु छ गाइस भोलि डकुमेन्ट हाल्नुपर्छ है ल्याउनुहोस् त यस्तो खुवाइदिनुपर्छ भन्ने म बिरामी हुँदा नि खुवाइदिनु सबै गर्नुभएको थियो भयो हवस् तपाईँले हेर्नुहुन्छ कि यत्रो प्लास्टिक भरेको छ क्या औषधि सलेन र सुई हो कि यो चाहिँ यो 5वटा छ यो होला यो चाहिँ 5 दिन लगाउने भनेको बिहान बेलुका हामीले 5वटा मात्र लिएर आएको पोखरादेखि किनभने यहाँ नि पाइन्छ अरे कि अनि यो आज लगेर गएको एउटा अनि अर्को छ कि यो वालाले दुख्छ कि नै पोलेन कि यो 5वटा हो क्या लिएको खासमा चाहिँ 10वटा ल्याउनु पर्ने हो हामीले चाहिँ 5वटा मात्र लिएर आएको किनभने यहाँ पनि पाइन्छ नि त अनि त्यही भएर बिरामी भयो गाह्रो छ गाह्रो मेरो बुढाले केही नभओस् मलाई मात्र भओस् भन्छु झन् पहिल्यै हुन्छ त किन हो मलाई जे भने मलाई बुढी त केही नहोस् लाइन गएर गाइजहरू यस्तो भइन्छ क्या यस्तो भइदियो कता जाऊँ आज त म 8 बजे उठेको भाइ त्यही पनि उठेर मैले काम गरेको भयो बाई बाई गाइस गुड नाइट अल अफ यु गाइस अब अर्को भ्लगमा भेटौँला है त आजको लागि यति नै सो 10 बजिसक्यो म चाहिँ सुत्छु होइन भोलि बिहान फेरि छिटै उठ्नु छ नि त भोलि उठेर कामहरू गरेर अनि
बुढोलाई हस्पिटल लगेर जानु छ, त्यही भएर म चाहिँ सुत्छु गाइस। आजको लागि भिडियो यति नै, बाई। अर्को भिडियोमा भेटौँला है त, बाई।